गरेको? हेलो एभ्रिवान, छाजालो नमस्ते, वेलकम ब्याक टु माई च्यानल। हजुरहरू सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। इट्स मी सनम गुरुङ फ्रम काठमाडौँ। सो आजको भ्लग चाहिँ मैले मेरो रुमबाट स्टार्ट गरेँ। सो धेरै दिनपछि त होइन, केही दिनपछि हजुरहरूको सानो फेरि नयाँ भिडियो लिएर आइसकेको छु। आजको भिडियो के रहेको छ भनेर अगाडिको हाइलाइट हेरेर पनि थाहा पाइसक्नुभयो होला। सो आज चाहिँ अनि हजुरहरू यदि नयाँ हुनुहुन्छ भने मेरो च्यानलमा प्लिज मेरो च्यानललाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नभुल्नु होला। सो आज चाहिँ म धेरै दिनपछि मेरो प्यारो साथी, मेरो बेस्ट फ्रेन्ड सुन्दाको घर जान लागेको। आज चाहिँ उसले चाहिँ अस्ति नै बोलाइरहेको थियो। सो म चाहिँ आज टाइम मिलेर, आज चाहिँ शनिबार चाहिँ उसको पनि फ्री छ अनि जान लागेको। अनि त्यस्तै हो, बिजी भएपछि अनि पसलमा बिजी, ऊ पनि घरमा बिजी, धेरै भयो नभेटेको। सो आज चाहिँ म भेट्न जान लागेको। भिडियोलाई लास्टसम्म हेरिदिनु होला। अनि म चाहिँ पसलबाट आएर खाना खाएर एकैछिन सुतेँ अनि उठेर नुहाएर फ्रेस भएँ। अब रेडी हुँदैछु, अब एकछिनमा जान्छौँ। मामाको छोरा आउँदै हुनुहुन्छ अनि मामाको छोरा, म अनि मेरो छोरी, हामी जान्छौँ स्कुटरमा। सो म चाहिँ रेडी हुँदैछु अनि बेबीलाई रेडी गरिदिँदै। यो चाहिँ कपडा लाउनै मान्दैन क्या, जति ठुलो भयो उति कपडा लाउनै नमान्ने क्या। हे हे, ए चुप्पा गरिदियो मम्मी, चुप्पा। यस्तो हुन्छ, ऊ जुत्ता लाउने नि त, जुत्ता। हेलो गरिदिनु मातेर। म चाहिँ रेडी भइसकेँ अनि बेबीलाई रेडी गरिदिँदैछु। ऊ चाहिँ यताउता जानु पायो भने मक्खै हुन्छ क्या, फेरि जति ठुलो भयो त्यो कपडा लाउनै गाह्रो क्या। सो हामी चाहिँ रेडी भइसक्यो, अब जान लाग्यो। बेबी पनि रेडी भएर यहाँ छ अनि सोल्टी चाहिँ नआउने भयो अरे, बिजी भएर। सो हामी चाहिँ अहिले चाहिँ पठाउमा जान लाग्यो। बहिनीले पठाउ गरिदिँदैछ गाइस। फाइनल्ली म चाहिँ साथीको घर आइपुगेँ। उताबाटलाई पनि भेट भइसक्यो। अब माथि जाने। बेबी चाहिँ सुति गयो क्या, माथि जान्छौँ अब गाइस। के गरेको? माछासँग रमाइरहेको छु। के भन्नुभएको दादाहरूलाई? छ्यामाको घर आएर के भन्नुभयो हो? न यी डल, यी बाले दिएको डल हजुरलाई त नखेलाउने। उनी त्यो दाईहरू भएको ठाउँमै जाने अरे। हो भोक लागेको छ, अहिले चिप्स खान लाग्यो। दिदीको पेन्टिङलाई हेर त। सानो के गरेको त्यस्तो गर दादालाई ल। घरमा आएर के खाऊ? चाउचाउ खाऊ? ए ओ नक्कली। खाजा खाने बेला भयो। खाजा बनाएको रे सुन्दाले। खान लाग्यो, म चाहिँ यहाँ खान लाग्यो। फोन आयो डार्लिङ, फोन आयो तिम्रो। अब घर जाने बेला भयो। एउटा टिकटक बनाऊँ भनेर लुङ्गी लाउन लाग्यो।
हे म पनि लुङ्गी लाएर रेडी भएको। बाई गरिदियो बेबी, बाई गरिदिनुहोस् ल, बसिरहनुहोस् ल बाबा, बाई जानु। हामी चाहिँ जान लागेको अब, बाई बाई, पछि भेटौँला। पठाउँछमा छोड्न जाँदैछ। बाई गरिदिनु छ्यामालाई, चुप्प गरिदिनु, छ्यामालाई चुप्प गरिदिनु ल, चुप्प। बाई गरिदिएछ मलाई, बाई गरिदिए।